सबैलाई जयमसिंह। मानसिक स्वास्थ्यलाई लिएर नेपाली मण्डलीहरूमा मौन रहने चलन छ। मण्डलीमा हामी प्राय म ठिकै छु भन्छौँ, तर धेरै विश्वासीहरू भित्रभित्र टुटिरहेका हुन्छन्। मण्डलीमा एउटा गलत धारणा छ कि यदि तिमी साँच्चीकै विश्वासी हो भने तिमी कहिले निराश वा उदास हुनु हुँदैन। यस्तो सोचले गर्दा मानिसहरू आफ्नो समस्या लुकाउँछन्। उनीहरूलाई लाग्छ कि मानसिक समस्या हुनु भनेको आत्मिक रूपमा कमजोर हुनु हो। तर साँचो कुरा के हो भने मण्डली सिद्ध मानिसहरूको प्रदर्शन गर्ने ठाउँ होइन, बरु यो त घाइतेहरू निको हुने अस्पताल हो। हामीले मण्डलीमा यस्तो वातावरण बनाउनुपर्छ जहाँ मानिसहरूले आफ्नो मानसिक बोझलाई बिना सङ्कोच साझा गर्न सकुन्। बाइबलीय दृष्टिकोणले हेर्दा मानिसमा आत्मा, प्राण र शरीर समावेश छ। जब आदमले पाप गरे त्यसको असर शरीरको हरेक अङ्गमा फैलियो। हाम्रो मस्तिष्क पनि एउटा शरीरको अङ्ग हो। जसरी कसैलाई मधुमेह हुँदा शरीरमा इन्सुलिनको कमी हुन्छ, त्यसरी नै डिप्रेसन वा चिन्ता हुँदा मस्तिष्कमा सेरोटोनिन वा डोपामिन जस्ता रसायनको असन्तुलन भएको हुन सक्छ। यो जहिले पापको कारणले मात्र हुँदैन, यो त हामी एउटा मरणशील कमजोर शरीरमा बाँचेको प्रमाण हो। बाइबलमा हामीले विश्वासका महान योद्धाहरूलाई पनि मानसिक सङ्घर्षबाट भएर गएको देख्न सक्छौँ। एलियाले आफैलाई प्रभु अब मेरो प्राण लिनुहोस् भनेर बिन्ती गरेका थिए। यस्तो गहिरो निराशाको अवस्था भएर एलिया जानु परेको थियो। भजन सङ्ग्रहमा दाउदले धेरैपल्ट आफ्नो ओछ्यान आँसुले भिजेको र प्राणको चिन्ताले पग्लिएको कुरा गरेका छन्। बाइबलले उनीहरूलाई कहिले पनि पापी भनेर तिरस्कार गरेन, बरु परमेश्वरले उनीहरूको कुरा सुन्नुभयो र उनीहरूलाई सान्त्वना दिनुभयो। हामी यस्तो परमेश्वरमा विश्वास गर्छौँ जसले यस ब्रह्माण्डको हरेक थोकलाई नियन्त्रण गर्नुहुन्छ। हामी मानसिक रूपमा अन्धकारको बाटो भएर जाँदै गर्दा पनि त्यो उहाँको योजना भन्दा बाहिर छैन। कहिलेकाहीँ परमेश्वरले हामीलाई कठिन मानसिक अवस्थाबाट भएर जान दिनुहुन्छ ताकि हामीले आफ्नै बुद्धि र शक्तिमा भरोसा गर्न छोडौँ। जब हामी अन्धकारमा हुन्छौँ तब हामीले यो महसुस गर्छौँ कि हामीलाई परमेश्वरको अनुग्रह हरेक पल कति आवश्यक छ। उहाँले हाम्रो पीडालाई खेर जान दिनुहुन्न। उहाँले हाम्रो सङ्घर्षलाई हामी अझै नम्र र अरूको पीडा बुझ्ने बनाउन प्रयोग गर्नुहुन्छ। धेरै मानसिक समस्याहरूको जड म पर्याप्त छैन, मैले गल्ती गरेँ भने के होला भन्ने डरमा सुरु हुन्छ। तर सुसमाचारले यो डरलाई हटाउँछ। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने परमेश्वरले तपाईँलाई तपाईँको पर्फर्मेन्सको आधारमा होइन, तर ख्रिस्टको धार्मिकताको आधारमा प्रेम गर्नुहुन्छ। तपाईँ आज डिप्रेसनमा हुनुहुन्छ भन्दैमा परमेश्वरको नजरमा तपाईँ कम मूल्यको हुनुहुन्न। तपाईँको उद्धार तपाईँको भावनामा होइन, तर ख्रिस्टको सत्यतामा आधारित छ। परमेश्वरले हाम्रो मानसिक बोझलाई प्रेमपूर्वक सम्हाल्नुहुन्छ र मण्डलीले पनि मानसिक स्वास्थ्यलाई सन्तुलित रूपमा हेर्नुपर्छ। हामीले दुईवटा कुराको सन्तुलन मिलाउनु पर्छ, आत्मिक र व्यावहारिक। आत्मिक भन्दै गर्दा प्रार्थना, वचन अध्ययन र सङ्गति अनिवार्य रूपमा पर्छ। यी कुराहरूले हाम्रो आत्मालाई बलियो बनाउँछ। र व्यावहारिक भन्दै गर्दा चिकित्साको सहायता पर्दछ। यदि कसैलाई औषधि वा काउन्सिलिङको आवश्यकता छ भने मण्डलीले त्यसलाई प्रोत्साहन गर्नुपर्छ। चिकित्सा विज्ञान पनि परमेश्वरकै साधारण अनुग्रहको उपहार हो। प्रार्थना गर्नु र डाक्टर कहाँ जानु एकअर्काको विरोधी कुराहरू होइनन्। परमेश्वरले कहिलेकाहीँ अलौकिक रूपमा निको पार्नुहुन्छ भने कहिलेकाहीँ डाक्टरको हातद्वारा पनि काम गर्नुहुन्छ। हाम्रो नेपाली मण्डलीहरूमा एउटा ठुलो द्वन्द्व छ, के मानसिक समस्या दुष्ट आत्माको कारणले हुन्छ या मानसिक रोग हो भनेर। हामीले स्वीकार गर्नुपर्छ कि हामी आत्मिक युद्धमा छौँ र अन्धकारको शक्तिले हाम्रो सोचाइलाई आक्रमण गर्न सक्छ। तर हरेक मानसिक समस्या दुष्टको कारणले हो भन्नु गलत हुन सक्छ। बाइबलले भन्छ कि हामी अद्भुत र भयानक रीतिले बनाइएका छौँ। हाम्रो मस्तिष्क एउटा जटिल अङ्ग हो। यदि कसैको आँखा कमजोर छ भने हामी उसलाई तिम्रो विश्वास कमजोर रहेछ, चस्मा लगाउन छोड भनेर भन्दैनौँ। त्यसै गरी यदि कसैलाई मस्तिष्कमा रसायनको समस्या छ भने उसलाई औषधिको सहायता चाहिन्छ। आत्मिक प्रार्थना र चिकित्सा सहायता एकअर्काका शत्रु होइनन्, बरु परमेश्वरले मानिसलाई निको पार्न प्रयोग गर्ने दुई फरक माध्यमहरू हुन्। अन्त्यमा मानसिक समस्या एउटा लान्छना होइन, यो एउटा सङ्घर्ष हो र यो सङ्घर्षमा तपाईँ एक्लै हुनुहुन्न। ख्रिस्ट तपाईँको साथमा हुनुहुन्छ र मण्डली पनि तपाईँको साथमा हुनुपर्छ।